सबैजनाले चाहिँ एउटा चाहना भनेको यसो नयाँ कन्टेन्टहरू अब यो पब्जीको त हामीले भ्याइसक्यौँ नेपालभरि होइन। पब्जीको त हामीले नतान्नु भ्युअर्स को चाहिँ बाँकी होला र, पब्जीमा CR7 हो र भनेर नेपालमा कसले चिन्दैन होला र भन्नु खोजेको मैले आफूलाई खतरा भनेको होइन। तर CR7 हो र भनेपछि पब्जीमा मान्छेले चिन्न त चिन्छ नि त कमसेकम। त्यो एउटा छ मुख छाड्ने केटा, राम्रो हुनुहुन्छ दाइ, म त इन्सपायर भएको छु दाइसँग। त्यो मुजी मुखे म त छुटको बोली सुन्नु कि रिस उठ्छ, जे चिन्न त चिन्छ नि त, जुन वेले भए पनि मान्छेले मलाई चिन्न त चिन्छ। तर मैले चाहिँ अब बाहिरको अडियन्स, पब्जी बाहेक गेमिङ फिल्डबाट बाहिरको अडियन्सहरूलाई पनि यसो टार्गेट गरेर यसो अब नयाँ कन्टेन्टहरू, किन भन्दाखेरि अब तिमीहरू किन याद गर्छौ एउटा गेमर भन्दा एउटा भ्लगरहरूको सब्सक्राइबरहरू किन ज्यादा हुन्छ, किन भन्दाखेरि भ्लग स्लग भन्ने चिजहरू भनेको सबैले हेर्ने चिज हो, सबैले हेर्छन् मोबाइलमा, उयसमा सबै बुढापाकादेखि लिएर अङ्कल आन्टी सबैले हेर्छन् भ्लग भन्ने चिज। गेमिङ भन्ने चिज सबैले बुझ्नु हुँदैन क्या, एउटा अडियन्स हुनुहुन्छ उहाँहरूले मात्र बुझ्नुहुन्छ। तर यस्तो आउटडोर टाइपको सुट गर्दा ऱ्यान्डम कन्टेन्टहरू बनाउँदाखेरि चाहिँ सबैजना मान्छेहरूले हेर्नुहुन्छ, बुझ्नुहुन्छ, बुढापाकादेखि लिएर अङ्कल आन्टी सबैले देख्नुहुन्छ, हेर्नुहुन्छ, यो बोलेको त बुझ्नुहुन्छ नि त हो। त्यही भएर चाहिँ मैले यसो आँटेको हो। अनि केटाहरूले पनि मलाई सपोर्ट गरिरहेछ। म त अलि अल्छी नै छु, तर केटाहरूले अलिकति धेरै मोटिभेट गरिरहेछ। होपफुल्ली तपाईँहरूले अब यो राम्रो भ्युज गइरहेछ, 1 घन्टामा सायद 40,000 जति पुगिसकेको अघि मैले हेर्दाखेरि होइन। स्टुडियोमा चाहिँ 100 ल्याउँछ नि त। अनि माया धेरै गरिरहनु भएको छ। अब जोतको भन्नाले ठिकै छ, बबाल पनि होइन, ठिकै हो। तर फर्स्ट ट्राई हो नि त, इम्प्रुभमेन्ट चाहिन्छ हामीलाई, इम्प्रुभमेन्ट गर्छौँ अब।